देशको हालत देखेर पनि बडो निराश आउँछ यार। के गर्ने, के गरौँ केही छैन, यसो गरौँ हुँदैन, उसो गरौँ हुँदैन। 5 रुपियाँको चक्लेट बेचेर पनि जिन्दगी बन्छ र कतै लाइफ गन्डगोल भइसक्यो यार। देशको हालत हेर न, प्रधानमन्त्री छ अरे खोइ के गर्दैन, सरकार छ अरे खोइ के गर्दैन। के गर्छ यार? मेरो पार्टी तेरो पार्टी, मेरो एमाले मेरो काङ्ग्रेस मेरो माओवादी मेरो रासपा भने सक्यो। कसैले के गर्दैन यो देशमा। यो देशको जनतालाई साह्रै मुस्किल छ यार। जागिर खोज्नु जाउँ 5,000 10,000 सेलेरी दिन्छ। त्यति सेलेरीले परिवार पाल्नु कि आफू खानु कि गाडी भाडा चढ्नु के गर्नु? सोचौँ साथी हो, नेपाली साथी हो, यस्तो हालतले भएन। अबको विकल्प भनेको मैले यो देशमा देखेको भनेको एउटा नयाँ पार्टी श्रम संस्कृति पार्टी हो। त्यसलाई भोट गरौँ, जिताउँ। हर्का सपाङ यदि प्राइम मिनिस्टर भयो भने देश सुधार्ला जस्तो लाग्छ क्या मलाई। अरू त उयो जुने जोगी आनी काने चिरे भने जस्तै हो। रवि लाछाने आए त्यस्तै, खोइ अहिले सरकारी ठगमा जेल परिरहेछ। केपी शर्मा ओली त्यस्तै, शेरबहादुर देउवा त्यस्तै, अब बालेल पनि त्यस्तै त होला नि। अब त्यस्तै गरेर पार्टी खोल्न आँटेछ अरे सुन्छु म। के गर्ने यो देशमा यार? के गर्ने चाहिँ के? अब त दिन नखाउँ साथी हो। भोट गर्दाखेरि एउटै मान्छेलाई मात्रै गर्ने, सिर्फ श्रम संस्कृति पार्टीमा मात्रै। अरूमा भुलेर पनि भोट नहाल्नु। अनि बन्छ देश, अनि बन्छ हाम्रो सरकार। कसरी देशको विकास हुँदा छ नि थाहा हुन्छ क्या। भएन मुखले मात्रै पातर गऱ्यो, केही गर्नु छैन यार। भुत्तो भाइ सास पनि फेर्न नसक्ने मान्छेहरूलाई लगाएर प्राइम मिनिस्टर बनाइदिएको छ देशमा। के गर्ने? यो देशको हालत यस्तै हो। कसरी चल्छ देश यसरी? छैन त। म त अलमल्ल अन्धधुन्दामा छु भनेको यार। ज्यान पान लगाएर परिसक्यो यार देशमा। खायो अर्काको देशमा गुलामी गर्नु जानु? कति गर्नु गुलामी यार? वाक्क लाग्दो। त्यस्तै नि हुन्छ कतै। देशमा रोजगारी पाऊँ, रोजगारहरू जस्तै कम्पनीहरू खुलोस्, रोजगार गर्न पाऊँ, केही गरौँ, आफ्नो फ्यामिली पाल्न सकौँ। त्यो स्थिति बनाउँदैछ न सरकारले। के हो यार? जहिले उसले भ्रष्टाचार गर्यो अरे, यसले भ्रष्टाचार गर्यो अरे। मन परी छ देशमा यार। उही राजा मै राजा त्यही राजा। पर्दा चाहिँ को हो? बा यो के तरिका होला यार? है तेरी